पिटीमा स्कोरहरुमा धेरै प्रब्लम आउँछ स्टुडेन्टहरुको अनि यसको मेन कारण मैले देखेअनुसार तपाईहरुले 90 को टार्गेटवाला भिडियोहरु हेरेर त्यसलाई प्र्याक्टिस गर्नुहुन्छ व्हिच इज फाइन तर के बुझ्नुपर्छ भन्दाखेरि 90 भनेको माइकल सुमाकर हो ह्यामिल्टन हो जसले F1 रेसहरु च्याम्पियनशिप जित्छन् तपाईहरु ड्राइभिङ लाइसेन्स सिक्न जाने मान्छे हो के हैन सो कसैले ड्राइभिङ लाइसेन्स सिक्न जाने मान्छेले जसलाई चाहिँ ड्राइभिङ लाइसेन्स निकाल्नु छ उले हो F1 रेस कसरी जित्छ होला भनेर सोच्छ र सोच्दैन उलाई चाहिँ सिम्पली के छ यो L कसरी कटाम यो 8 कसरी कटाम त्यो पो चाहियो त्यही अनुसारले तपाईहरुले पिटीमा स्पेसिफिक कुराहरु मात्र फोकस गर्नुभयो rather than being obsessed with grammar vocab and what not right एकदम स्पेसिफिक कुराहरु मात्र फोकस गर्नुभयो भने लोअर डिजायर्ड स्कोरहरु 50 60 हरु एकदमै ग्यारेन्टीड ल्याउन सकिन्छ